हेलो गाइज वेलकम ब्याक टु माई पुष्पराज एनदर भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। प्रत्येक दिनको जस्तै हजुरको सामु मैले एउटा नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु। भिडियो कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। जतिसक्दो भिडियोलाई फुल स्किप नगरेर अन्तिमसम्म हेरिदिनु होला। आजको दिनको सुरुवात चाहिँ मैले कसरी गरेँ भनेपछि बिहान उठेँ, हल्का बाख्रीको मसल फालेँ, अनि खानासाना बाबुले बनायो। त्यस पछाडि अब चाहिँ म अलिक पछि पानी पर्छ, त्यही भएर हल्का आफ्नो घरदेखि हल्का टाढा पानी ल्याउन जाने क्रममा छु। अनि म हजुरलाई यता हाम्रो घरमा भएको सानो कुराहरू देखाउन गइरहेको छु। सो गाइस देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो घरमा भएका दुईवटा बोका हुन्। अनि उता चाहिँ बाख्रा छन् दुईवटा, जम्मै चारवटा बाख्रा पालेको छन् गाइस हामीहरूले, होइन? त्यही नै हो। अनि अरू के हो, अरू यस्तै छ गाइस। दुईवटा बाख्रा, दुईवटा बोका त्यता खान् अनि दुईवटा बाख्रा यता खान् गाइस, त्यही नै हो। अनि यता चाहिँ चल्ला पनि पालेको छौँ गाइस। हो लोकल चल्ला देख्न सक्नुहुन्छ। त्यति धेरै त छैनन्, थोरै छन्। लोकल चल्ला चाहिँ यता पालेको छौँ। हेलो गाइज वेलकम ब्याक टु माई पुष्पराज एनदर भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। प्रत्येक दिनको जस्तै हजुरको सामु मैले एउटा नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु। भिडियो कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। जतिसक्दो भिडियोलाई फुल स्किप नगरेर अन्तिमसम्म हेरिदिनु होला। आजको दिनको सुरुवात चाहिँ मैले कसरी गरेँ भनेपछि बिहान उठेँ, हल्का बाख्रीको मसल फालेँ, अनि खानासाना बाबुले बनायो। त्यस पछाडि अब चाहिँ म अलिक पछि पानी पर्छ, त्यही भएर हल्का आफ्नो घरदेखि हल्का टाढा पानी ल्याउन जाने क्रममा छु। अनि म हजुरलाई यता हाम्रो घरमा भएको सानो कुराहरू देखाउन गइरहेको छु। सो गाइस देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो घरमा भएका दुईवटा बोका हुन्। अनि उता चाहिँ बाख्रा छन् दुईवटा, जम्मै चारवटा बाख्रा पालेको छौँ गाइस हामीहरूले, होइन? त्यही नै हो। अनि अरू के हो, अरू यस्तै छ गाइस। दुईवटा बाख्रा, दुईवटा बोका त्यता खान् अनि दुईवटा बाख्रा यता खान् गाइस, त्यही नै हो। अनि यता चाहिँ चल्ला पनि पालेको छौँ गाइस। हो लोकल चल्ला देख्न सक्नुहुन्छ। त्यति धेरै त छैनन्, थोरै छन्। लोकल चल्ला चाहिँ यता पालेको छौँ, देख्न सक्नुहुन्छ। लोकल चल्ला चाहिँ यहाँनिर पालेको छौँ। अनि यो दुईवटा बाख्रा, दुईवटा बोकेर समथिङ यही नै हो। अनि सो गाइस फाइनल्ली अहिले चाहिँ म पानी ल्याउनको लागि आफ्नो घरदेखि हल्का टाढा जाँदैछु, पर धारासम्म। उहाँ पुगेपछि फेरि हजुरलाई उताको लोकेसन पनि देखाउनेछु। अहिले चाहिँ सानो कान्छो भाइ र म पानी ल्याउनको लागि जान लागेको छौँ। यतिकै म हिँड्ने क्रममा आखिर मैले काम गर्नु नै पर्नेछ। अब थोरै त्यसमा भिडियो पनि बनाइदिएँ। मेरो भिडियो हजुरलाई कस्तो लाग्छ, मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। र मैले गेम खेलेको त धेरै वर्ष पहिले नै हो, तर पनि म आफ्नो भएको स्किल आज चाहिँ देखाउन लागेको छु। कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। तर मेरो पहिलेको जस्तो राम्रो त छैन, जति पहिला मेहनत गर्दाखेरि हुन्थ्यो। अहिले मैले धेरै ग्याप गरेँ, तैपनि त्यो जति छ त्यो देखाउने प्रयास गर्नेछु। अहिले चाहिँ यति नै। म चाहिँ अब घरदेखि हल्का टाढा पानी ल्याउनु जाँदैछु, तिनी हो, होइन? भिडियो कस्तो लाग्छ एकदमै राम्रोसँग हेरिदिनु होला है। भिडियो राम्रोसँग हेरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब ड्याम हानिदिनु होला। सकभर त सब्सक्राइब गरिदिनु होला, होइन? त्यस पछाडि म हजुर सो गाइज फाइनल्ली अब चाहिँ म यहाँदेखि पानी ल्याउन जाँदैछु। अनि मेरो कान्छो भाइ चाहिँ यता छ, हल्का अगाडि गइरहेको छ। म चाहिँ यता छु। म चाहिँ अहिले पानी ल्याउन जाने क्रममा छु। अनि अरू चाहिँ के भन्नु र, माया छ हजुरहरूलाई। अनि हजुरहरूले पनि माया गरिदिनु होला। जति पनि भिडियो हेर्नुहुन्छ त्यहाँबाट बस्ने मेरो सब्सक्राइबरहरूले। गाइज मैले चाहिँ पहिले पनि भिडियो बनाउँथेँ, होइन? पर्सनल कारणले गर्दाखेरि भिडियो बनाउन सकेन। अब चाहिँ म रेगुलर भिडियो दिने प्रक्रियामा छु। भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला।
अहिले चाहिँ हामी दुई भाइ घरदेखि पानी लिन जान लागेको। त्यही नै हो हजुरलाई अरू के भन्नु र। अनि के गर्दै हुनुहुन्छ हजुरहरूले आजभोलि गाउँघरतिर? म चाहिँ त्यही घरको काम गर्ने, त्यही नै हो। अनि हल्का हल्का आफ्नो जे छ त्यही देखाउन प्रयास गरिरहेको छु। भिडियोलाई माया गरिदिनु होला, मन पराइदिनु होला। गाइज हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ बन्दा लाउनु भएको छ। सो गाइज फाइनली अहिले चाहिँ 3 बजिसक्यो। सानो कान्छा चाहिँ अब घर जाँदैछ। त्यही नै हो होइन। अब सायद म पनि आफ्नो काम गर्न बाख्राको लागि घाँस काट्न जान्छु होला होइन। त्यही नै हो। भिडियो कस्तो लाग्छ फुल स्किप नगरेर अन्तिमसम्म हेरिदिनु होला। अनि देख्न सक्नुहुन्छ उपारिको हिलहरू एकदम सुन्दर देखिएको छ उताहरूको। अनि अनार देख्न सक्नुहुन्छ गाइस, एउटा मात्रै छ क्या, एउटा मात्र सब फुल झरेर जम्मै एउटा अनार छ। त्यही नै अनारको नाममा एउटा छ। अनि अरू चाहिँ फुल झरेर सकिसक्यो होइन। त्यही नै हो। अरू त के भन्नु र। आज हजुरलाई स्किल देखाउन गइरहेको छु म। बस गान्चार गाइस। अब मैले गेम पनि सिकेको थिएँ गाइस। अहिले चाहिँ म रेगुलर गेममा नगए पनि थोरै थोरै स्किल हजुरलाई देखाएको छु भिडियोमा। कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। अहिले चाहिँ यति नै, फेरि पनि भेट हुनेछौँ। पखाल्नु आज फाइनल्ली अहिले चाहिँ हामी दुई भाइ यहाँनिर पानी ल्याउने पानी धारामा आइसकेका छौँ। देख्न सक्नुहुन्छ हजुरहरूले भाइ चाहिँ पानी भरिसकेको छ। अब हामी पानी भरेर यहाँदेखि फेरि हिँड्छौँ। देख्न सक्नुहुन्छ गाइस, हजुरले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ आन्टीहरूले फुलकोपी लगाउनु भएको छ। ए मकै पनि देख्न सक्नुहुन्छ। हजुरहरूकोतिर पनि मकै चाहिँ राम्रै फलेको होला। बाउ चाहिँ अगाडि गइरहेको छ
सो गाइज हजुरलाई चाहिँ मैले यताको हाम्रो नेर्पा बजारको भ्यू देखाउन गइरहेको छु देख्न सक्नुहुन्छ म चाहिँ यता गाइज हैन देख्न सक्नुहुन्छ आफ्नो त पानी बोक्दै पनि जान्छ गाइज हैन कस्तो लाग्छ भिडियो सल्लाह सुझाव प्रतिक्रिया दिनु होला र अलि माथि पुगेपछि फेरि म हजुरलाई अलि नजिकबाट हाम्रो त्रिवेणी गाउँपालिका वडा नम्बर 5 रोल्पा जुगारको नेर्पा बजारको भ्यू देखाइदिनेछु अहिले चाहिँ यति नै गाइज फेरि माथि गएपछि हजुरलाई देखाउने छु सो गाइज देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यो के हो भन्नुहुन्छ भने तपाईले सुँगुरको खोर जस्तो बनाउन लाग्नु भएको छ देख्न सक्नुहुन्छ यता हैन सायद सुँगुर पाल्ने अथवा के व्यवसाय गर्ने होला सानो सानो दुई तीनटा एउटा दुईटा हाल्ने मात्रै हो धेरै त हैन त्यही नै हो गाइस यति नै फेरि माथि गएपछि भेटौँला हजुरलाई यताको भ्यू कस्तो लाग्छ भनिदिनु होला पुगेर घरमा पनि आइपुग्यो हैन देख्न सक्नुहुन्छ हजुरले त्यही नै हो अरु चाहिँ फेरि सो गाइस फाइनल्ली अब चाहिँ म यो डोका लगेर पर राख्न जान लागेको छु त्यही नै हो पानी लिएर पनि आइसकेँ म पानी लिएर आइसकेर पनि डोका राख्न जान लागेको हैन देख्न सक्नुहुन्छ यत्रो डोकामा लिएको पानी त्यस्तो कति गरको थियो गाइस काग्री हैन तै पनि स्ट्रगल गर्नै पर्यो गाउँले जीवन गाइस के गर्नु यस्तै छ हैन तिनै हो डोका सका पनि तिनीहरू राखिदिएको डोका पनि धेरै छैन गाइस हैन एउटा दुईटा मात्रै छ त्यही नै हो यस्तो गर्मी छ कि गाइस आजभोलि यति जाबो भेस्ट लाग्यो एउटा भेस्ट लाग्यो भने यस्तो गर्मी हुन्छ हैन त्यही पनि गर्मीमा पनि यस्तो बाहिरको काम गर्न सकिँदैन है गाइस गर्मीमा भित्रको काम चाहिँ गर्न सकिन्छ तर गर्मीको याममा बाहिरको काम गर्दाखेरि अलिकति गाह्रो महसुस हुन्छ हैन त्यही नै हो सो घरभित्र छिरिसकियो गाइस हैन सो गाइस हजुरलाई आजको भिडियो चाहिँ कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला र फेरि पनि नेक्स्ट डेमा योभन्दा बेटर भिडियो ल्याउने प्रयास गर्ने नै छु त्यति दिनसम्मको लागि बाइ बाइ गाइजहरु